टक्क आज चाहिँ म चाहिँ टर्कीको मासु बनाउनु गइरहेको छु है। टक्कसँग अनियन काटिँदैछ होइन। हेर्दै जानुहोस् आजको मेरो नयाँ न्यू रेसिपी कस्तो बनिँदैछ है। यो सेतो प्याजको चाहिँ खुस्टा चाहिँ बाक्लो हुँदैछ उभिँदै उभिँदै अप्ठ्यारो हेर्नु न यस्तो छ। त्यसरी टक्कसँगले सुरुमा सबै थोक रेडी पार्यो भने मसिलाई काम लाग्छ, छिटो सजिलो हुन्छ है। प्याज काटिसक्यो। त्यसलाई आउँछ लसुन अदुवाको पालो के छ भने हामीसँग चाहिँ मिक्सर छैन होइन। मिक्सर नभएको कारणले गर्दा यो मिक्सर होइन मसला पिस्नको लागि यसो गरेर पिस्नुपर्छ। हो मसला यो अदुवा गर्दै थियो। यो मसलाको बट्टा मसला चाहिँ हामीले अगाडि नै भिजाउनु पर्ने रहेछ होइन। टक्कसँगले यहाँ चाहिँ हाम्रो टक्क कुकर गइसकेको छ। अब यो स्ट्याब हाल्दैछ होइन। त्यसले खानु हुँदैन यसरी हल्लाउनुपर्छ किनकि यो छेउछेउमा पनि लाग्छ नि त। हल्लाएर ल्याप्प अहिले काटेको थियो होइन मासु पड्काउने नै हाल्दिनँ होइन। हालेको पर पऱ्यो नि त तेल तारेको रहेछ है। अब आफै तातिन्छ। त्यसपछि हामीले तेल तातिसकेको छ। मासु हालिदिएछ होइन। यस्तो छ। यो चाहिँ सुप खाने हड्डी खालको मासु हो क्या। यस्तो छ यो कफीको चुस्कीले चाहिँ भाइ भयो होला। यहाँ मासु फ्राई हुँदैछ कफीको चुस्की। यहाँ अर्को डिसको लागि रेडी हुँदैछ प्लेट है। यस्तै छ। गुड मर्निङ। अब त्यो हाम्रो प्याज हाम्रो ओनियन हाल्ने बेला हो। टक्क ओनियन हाल्दैछ है होइन। ओनियनको त अर्को नभएर सेपी ओनियन रहेछ। सेपी ओनियन हाल्दैछ टक्कसँगले यस्तो छ। स्वाद अनुसार कतिको खान सकिन्छ। मैले अब अढाई चम्ची हाल्दै होइन। अब यसलाई हल्का चलाइदिने। म्युजिकको दालमा हुन्छ यो मसला अघि रेडी गरेको मसला हो। मसला हल्का पकाउनुपर्छ होइन। त्यो भएर अब मसला नै हाल्थेँ मैले। मसलामा चाहिँ मसलाभन्दा धेरै पानी छ भन्नु होला होइन। यो अब यस्तै हो होइन। हल्का टक्कसँगले गुजुक पारेर पकाउने। माथि यस्तै फ्राई बन्दैछ होइन। टक्कसँग तेलमा तारेर यहाँ यो पाक्दैछ। यसलाई सिटी लगाउनु बाँकी रहेछ। अझै टमाटर हाल्नु बाँकी छ। र त्यस्तो मजाले उम्लिँदैछ। बुलुक उम्लिँदैछ टक्क यो मसला। अहिले त पिसेको मसला फेरि त्यसमा अब एकछिन लगाउनु भने हाल्यो। दामी भयो क्या हेर्नु न कस्तो दामी है। ग्रेभी चाहिँ दामी निक्ल्यो क्या। टक्कै टमाटर हालेर हल्का पकाइदिने होइन। अनि त्यो गरेर पानी हालेर टक्क सिटी लगाइदिने है। हाम्रो त यतिको हुनेछ होइन। दामी हुँदैछ यस्तो दामी ग्रेभी होइन। यतिको हुँदैछ बेला। अब टक्क पानी हालिदिने होइन। अनि सिटी लगाइदिने। नयाँ डिसको लागि अब बनाइदियो। ढेँडो बनाउने पानी बनाइदियो। पहिलोचोटि बनाएको आइडन न कस्तो हुने थाहा छैन। हेरेर कस्तो हुन्छ। यो पनि भिडियो गाउँको के अरे गाउँको रहेछ। गाउँको बनाएको कस्तो हुन्छ। हाम्रो चाहिँ स्टार्ट भइसक्यो। पिठो हालिसक्यो। अब यो यस्तो मजाले पिस्नुपर्छ है। थोरै हाल्दै होइन। यस्तो भएर मैले अब यो भिडियो देखाउन भइरहेको होइन। हेर्दै जानु।
त्यो बनाएको सेम त्यस्तो हुँदैछ कस्तो कस्तो गर्छ थाहा छैन होइन फर्स्ट टाइम गर्नु कस्तो हुँदैन नि यो मैले हल्लाउँदा गरेर म थाकेर यहाँ पुरै स्पेसल लाग्यो हल्लाउन म चाहिँ थाकेँ कि हल्लाउँदा होला पुग्छ होला भाइ कहाँ हुन्छ नि आउँदा नि हुन्छ मान्छे एउटा देखाउँथ्यो ढेँडो बनाएको एकजनाले मात्रै नभएर दुईजना चाहिएको थियो अझै किलो भयो कि ठिक हो भाइ यो कुन टाइपको ढिँडो बनायो यो त्यसको हो नि त गाउँको मकैको ल्याउँदा दाजु यो गाउँको पिछे अर्को बाई ढेँडो खाने भने डाडु नै हाल्नु नचाहिने रहर नगर हाम्रो ढेँडो पनि ढेँडो हो अब भने जस्तो सोचेको भएन होइन ल हाम्रो चाहिँ अब ढेँडो स्पेसल टक्क पस्केर ल्याम्म भयो भयो अहिले धेर खान सकिँदैन होला ल्याम्म हान्ने हो होइन हाम्रो टक्क आयो आयो रे आयो ढेँडो आयो कपाल बिग्रेछ लेट्स स्टार्ट छ खाएँ ल दामी यार अलिकति किलो मात्रै भएको तर दामी अब यो मासुमा हल्का धनियाँ मिसाउनु पाएको थियो नि माथिबाट टक चुलेर दामी केटाहरू कहाँ छ बोलाउ त बोलाएको टन्नै बनाउनु पर्ने रहेछ थुर्वा नि म त आउँछ होला सोधेको नि यस्तो हुन्छ म आफै अगाडि बस्छु अति लाग्छ अनि मन आइयो अरे भिडियो भने कतिलाई कति नै हुन्छ काँचो छ कि कस्तो छ फर्स्ट टाइम बनाएको ढेँडो तर अलिकति तर यो सिलाबसले साह्रै हुँदो रहेछ साह्रो भइसक्यो त दामी हुन्छ साथीहरू यस्तो नि त अब गाउँको हामी अब गाउँको खाने बानी अब यो कोदोको खाने बानी अब यो गाउँको अलिकति जान्दैन नि त त्यो पनि यो रोमानियन पऱ्यो नि त हामी नेप्लिस खाने बानी अब यहाँ रोमानियन पऱ्यो त्यो भएर अलिकति याद गरेर त थोर भयो बस्ने छ त्यो एउटा ढेँडो खाएको ज्वाइँले खाएको बाहिर हो नि मेरो पनि बाहिर हुन्छ एउटा ढेँडो खायो भाइ ढेँडो 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 नेपाली डिस एक प्लेट सक्यो बहुत टेस्टी लगा तिमीलाई ढेँडो भएको म त सबै हानिदिन्छु है खाँदैन ढेँडो मासु मात्रै खाने भनेको माछाले यसमै कराईमा रस हालेर चाट्ने बेला यस्तो छ मिठो लागेको चित्त भेरी मात्रै टाटी टाटी त्यसै ध्यान कसरी लागेको किन यत्रो मोटो भन्नुहुन्छ होला मलाई लागेको मिठो लागेको चित्त भेरीमा चाटी चाटी हान्यो नि त्यसरी लाम्मा मिठो छ यो चाहिँ टर्कीको सुप हो टर्कीको दामी भएको छ
केटी डिम्पल डिम्पल डालु ठिक होइन अनि यो के अरे होइन पढेँ कि अनि लेखी चाहिँ आइम जस्ट 18 years old girl born in 2005 होइन 2005 मा जन्मेको म 18 वर्षको मान्छे केटी भन्छे तर अब सबैजनाले मलाई भन्छन् यो वर्ष म अब 21 लागेको छु म यो वर्ष 21 लागेन भनेर भन्दैछन् भन्छे अनि पढ्ने बेला टिकटक गरेर यस्तो हुन्छ 2005 बाट ट्याक्कै 21 वर्ष पुग्छ नि त अब भाइरल हुन त्यसो लेखेको भनौँ गर्मी भइरहेछ तातो खाएर वाक्क आएको अब चाहिँ माकालाई खानेर पक्रिन हाल्नु होइन कि अब धेर भयो नि त धेर खाइयो नि त अहिलेको लट दाना थियो सेकेन्ड लट हो नि त सेकेन्ड लट हो अहिलेको लट ल्याम 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 हामी सब सब सपर खाइदिएको अब तपाईँले खानुभयो अब यो मैले खाइसकेपछि भिडियो हेर्नु त तपाईँले अब खाना खाँदै हेर्नुभएको भने चाहिँ पेट दुख्थ्यो होला टर्कीको चाहिँ फेरि यो मासु चाहिँ छैन नि यो करमको भएको क्या हड्डी मात्रै जति गएर सुक्दा नि दिदीहरूलाई फकाएर घुमाउनु निकाल्नु पर्ने दिदीहरूलाई फकाएर निकाल्नु भएको छ अस्ति लरा बना भन्दै थियो अलिक हामीले बनाउँदै थियो अनि पछि चिकन लगाएर नबनाउने पनि खानु होला दिदीहरूलाई फकाएर बनाइदिनु खानेको खाने मेहनत छ नि मेहनत गरेको छ नि मैले ज्यादा भयो क्या एउटा पिस निल्ने खाएर लु यस्तो भयो क्या अब त्यो ढेँडोमा पनि घिउ मस्त हालेको थिएन मैले ढेँडोमा पनि घिउ भयो अनि यो मासुमा पनि तेल ज्यादा भयो नि त त्यो भएर अलिकति अमन भयो अब त्यो पनि फ्याल्नु हुँदैन अन्नदेवीले सराप्नुहुन्छ कुनै दिन खाना नपाएको दिन कस्तो हुन्छ होइन त्यो पनि हामीले दिइरहेको थियो र त्यही भएर म आँखा चिम्लेर हेर्नु ल अब दामी भएको छ क्या त्यसरी भन्नुहोस् चाटी चाटी त्यसरी नहेर्नु नि आँखा चिल्नु नि यसो दामी भएको छ साउन्डले मान्छे क्रेजी हुन्छ होला ओके हेर्नुहोस् मैले खाएको तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला यस्तै हो कि चाटी चाटी खै त फेरि मरद छ क्या मरद अरू चाहिँ जस्तो होइन खै चाहिँ मरद छ क्या मलाई घरमा मैले लास्टमा खाएर खाएकोले खाँदै चाटी चाटी खान्छु नि त घरमा के भन्नुहुन्छ होइन यसले खाएको थाल त मार्नै पर्दैन त्यतिकै टिल्क टल्काउँछ भन्थ्यो त्यस्तै भइसक्यो क्या थाहा म तपाईँलाई धेरै देखाएँ होइन तपाईँहरूलाई के भन्नुहुन्छ होला हस् आजलाई यति नै इन्जोय गर्नु रमाउनु मन लागेको चिजहरू खानु सधैँ हेल्दी स्वास्थ्य राम्रो रहनु ओके बाई बाई